आजको भिडियो एउटा कोटेसनबाट सुरु गर्छु। इफ लाइफ हैमर्स यू बोन्स बैक विथ स्माइल। यदि जीवनले ह्यामर जस्तो पिट्यो भने मुस्कुराउँदै फर्कनुहोस्। जीवनको कुनै क्षणमा जीवनले ह्यामरले जस्तो हिर्काउँछ, हताश र निराश बनाउँछ, चारैतिर अन्धकार जस्तो बनाउँछ, कोही आफ्नो छैन जस्तो बनाउँछ, थकित र पीडित पनि बनाउँछ। यदि लाइफमा बार बार ह्यामरले जस्तो पीडा खाइरहेको छ, ठोकाइ खाइरहेको छ भने कुरा बुझ्नु पर्यो। हामीले यो स्वीकार्नु पर्छ, गल्ती पनि हामीबाट अवश्य भएकै हुनुपर्छ। भलै यो जुनीमा गल्ती नगरेको होस्, अघिल्ला जुनीहरूमा जानी नजानी गल्ती भएकै हुन सक्छ। के थाहा हामीले अरूको ऋण पो तिरिरहेका छौँ कि? तर यसरी पीडा खपिरहँदाखेरि, पीडाबाट पीडित भएर जीवनभर दुखी भएर बिताउने कि आनन्द र खुसीको जीवन बिताउने भन्ने चोइस चाहिँ हामी कहाँ रहन्छ। त्यसैले लेखकले यहाँ भन्न खोज्नु भएको छ, पीडित जीवन नबिताऊ, मुस्कुराउँदै बाउन्स ब्याक हो। मुस्कुराइयो भने के हुन्छ भने हामी तनावमा भएको तनाव एकैपल्ट मुस्कुराउँदाखेरि 50% घटेर जान्छ। ब्रेन र माइन्डले के सोच्छ भने मुस्कुराउनु बित्तिकै यो मान्छेको सङ्कट टरेर गयो। ब्रेन र माइन्डले हामीले तनाव दिने, स्ट्रेस दिने, दुःख दिने कोर्टिसोल हर्मोन बन्द गरिदिन्छ र हामीलाई खुसी हुने हर्मोन रिलिज गरिदिन्छ। डोपामाइन भयो, सेरोटोनिन भयो, यस्ता हर्मोनहरू उसले रिलिज गरिदिन्छ। त्यसपछि हामी खुसी फिल गर्छौँ, किनभने ब्रेन र माइन्डले नक्कली र सक्कली कुरा थाहा पाउँदैन। हामी मुस्कुराउनु बित्तिकै उसले सोध्छ उसका सारा सङ्कटहरू सकियो। त्यसैले मुस्कुराउनुहोस्। तपाईँ पटक पटक दिनमा जतिपल्ट मुस्कुराउन सक्नुहुन्छ त्यति पटक यो पीडाको चेन, यो दुःखको चेन भत्काउँदै जान सक्नुहुन्छ। त्यसैले मुस्कुराउन सिक्नुहोस्। रुन त हामीले जन्मजात सिकेर आएको होइन र।